यदि तपाईं कुनै क्रिएटिभ फिल्डमा काम गर्नुहुन्छ भने यु शुड ओन अ एसएसडी। लेट मी एक्सप्लेन। एज अ कन्टेन्ट क्रिएटर अनि वर्किङ फुल टाइम इन अ मार्केटिङ एजेन्सी मैले स्टार्ट गर्दा धेरै हार्ड ड्राइभहरूमा इन्भेस्ट गरेँ किनकि दे वर चिप अनि स्टोरेज पनि धेरै हुन्थ्यो। मसँग अहिले करेन्टली 3टा हार्ड ड्राइभ छ। मलाई लाग्थ्यो धेरै स्टोरेज मतलब बेटर प्रोडक्टिभिटी। बिस्तारै काम बढ्न थाल्यो। देन आई रियलाइज समथिङ। फाइल ट्रान्सफर हुन घन्टौँ लाग्ने, क्लाइन्ट प्रोजेक्ट गर्दा टाइमलाइन ल्याग गर्ने। आई वाज स्पेन्डिङ मोर टाइम अन ट्रान्सफरिङ डाटा रादर देन डुइङ द एक्चुअल वर्क। अनि जब हजुर टाइट डेडलाइन्समा काम गर्नुहुन्छ 1 मिनेट पनि वर्षौं लाग्छ। मलाई लाग्थ्यो यो मेरो पीसीको इस्यु हो, तर त्यो रियल प्रब्लम थिएन। देन आई डिस्कभर्ड एसएसडी, solid state drive. First time I edited from SSD, everything changed. Agency work होस् या मेरो personal content, footage loaded instantly, file transferred in seconds, timeline felt butter smooth, no more lag, no more waiting. It didn't just improve my speed, it improved my workflow. यदि तपाईं कन्टेन्ट बनाउनुहुन्छ या क्लाइन्ट वर्क गर्नुहुन्छ, स्टोरेज तपाईको लागि ब्याकअप मात्र हैन, यो तपाईको प्रोडक्सनको ब्याकबोन हो। अनि कहिलेकाहीँ अपग्रेड भनेको फ्रेममा मात्र देखिनु पर्दैन, यो बिहाइन्ड द सिन पनि गर्नुपर्छ। सो टेक माई एडभाइस, इन्भेस्ट इन अ गुड एसएसडी, यु विल थ्याङ्क मी। अनि यदि तपाईलाई हार्ड डिस्क र एसएसडीमा एक्चुअल फरक के हुन्छ र हजुरको लागि बेस्ट के हुन्छ भनेर जान्न चाहनुहुन्छ भने आई विल टक अबाउट इट इन द नेक्स्ट भिडियो।